आत्मदाहपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले महत्त्वपूर्ण कदम चालेको छ। गृहमन्त्री सुधन गुरुङले आज काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुगेर गणेश नेपालीकी श्रीमतीलाई नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका छन्। सरकार र गणेश नेपालीको परिवारबीच आइतबार 9 बुँदे सहमति समेत भएको छ। सहमतिपछि सरकारले परिवारका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। कसरी भयो मेरो हस्बेन्ड कहाँ जानुभयो, कति बजे कहाँ जानुभयो भनेर बहिनीले सोध्नै पर्ने अधिकार हुन्छ होइन। अनि त्यसपछि त्यो छानबिन समितिले उत्तर दिनु पर्यो, थाहा भइहाल्छ बहिनी। गत बिहीबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा वाइलक लगाइएको विषयमा विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो। यस घटनाले देशभर गहिरो चर्चा र चासोको विषय बनेको छ। सरकारसँग न्याय र जिम्मेवारीको माग गर्दै विभिन्न पक्षबाट आवाज उठिरहेका छन्। यसैबीच सरकारले परिवारसँग सहमति गर्दै नागरिकता हस्तान्तरण गरेको छ।